ल मेरो आजको भिडियो ब्लग चाहिँ यो कामबाट सुरु हुन्छ। हाई साथी हो। ओहो साह्रो पो भइसक्यो छ त। साह्रो भइसक्यो चाहिँ साह्रो। यो चाहिँ आज भोलि नै बाल्नलाई दाउरा त मकेर कति हो जता हेरे त्यतै दाउरै दाउरा। कचारो साह्रो साह्रो भइसक्यो छ। यो आम्बा फल्यो भने त भोलि पर्सि खानु पाउँछ नि। कचारो चाम्रो भएको यो पाया कोदालो नि नचलाइराखेर हो क्या रे, सबै खियाले लाग्दै नलाग्ने भन्छ। अब चाहिँ काम गरेर खानु सक्ने जस्तो छैन है। ल यस्तो साह्रो कहिले उम्रिनु सुकिसक्यो बारी नै। जहिले पनि घरबाट बाहिर काममा झट्टा निस्किनु पाउने होइन। निर्निर सुनेर बस्नुपर्छ। ढुक्क गरेर काम पनि गरेर खान पाइने हो। कहिले के भनेछ कहिले के भनेछ त्यत्तिकै हाल्जाएर बस्ने। न गए बाहिर गर्ने मान्छे न भित्र गर्ने मान्छे। बाहिरको काम नि पुरा गर्न सक्दैन, भित्रको काम पनि पुरा गर्न सक्दैन। यस्तो स्याँ गरेर कहिले गर्नु। साह्रो भएको यो
हिजो अस्ति नै खन्नुपर्ने 2 दिन अगाडि। गल्दो रहेछ। नै काट्यो। सबै खेला होइन कोदालो पनि नचलाइ ल मुनिहरू घर हिँडे। अब यिनीहरू त म नहिन्जेल त यिनीहरू त झन् फर्केर उता बनतिर ताक्छ त। ल आइज अब म चाहिँ अगाडि हिँडेँ। ल आइज म नहिन्जेल त आउँदै नआउने त आइस। हेर न म हिँडेपछि चाहिँ फेरि मलाई हिँड्ने सुत्तो फुर्सद छैन। अहिले कुल्चिँदै हिँड्दा त अगाडि चाहिँ जानु नसक्ने तिमीहरू। आइज पानी तिर्खा लाग्यो होला नि त अब तिमीहरूलाई होइन। म नहिन्जेल तिमीहरूलाई हिँड्नु नसक्ने। चाहिँ मेरो पुछाएर म यस्तो उकालो आउँदा नि उकालै आइरहेको छ। आइज तिमीहरूलाई ल आइज अब त हिँड्छ होला नि त बाटो थाहा पाउँछ होला नि त। आइज मुना आइज। अब यो दुइटाले पहिलाउँछ बाटो कुन चाहिँ अघि जान्छ हेरौँ ल। थकाइ लाग्यो? किन थकाइ लाग्यो त खोइ। ल अब म रोकेसी रोकीको अब हिँड्नुपर्छ यिनीहरू हिँड्नलाई। अब चाहिँ रोक्दैन कि तै पनि हिँड्दैन कि हेर्दै बसिरहन्छ मै जान्छ कि भनेर। अब मै अघि जान्छु। म भागेसी भाग्छ यिनीहरू। आइज लगोस् स्यालले लगोस् तिमीहरूलाई। आइज तिमीहरूलाई अगाडि हिँड भन्दा नहिँड्ने। ल आइज मलाई थकाइ लाग्यो। तालिम गर्नु पर्यो नि यिनीहरू ज्यानलाई तालिम। आइस म यहाँ बसेँ। अब थकाइ लाग्यो मलाई फेरि बसिहाल्नु। हाउडीहरूलाई अहिले कराएर बस्नु। यस्तो मान्दैन के गर्नु। ल त्यो आफ्नो ठाउँमा बस्नु पर्दैन।